नमस्कार सबैजनालाई। नमस्कार। हामी चाहिँ अहिले के बनाउँदैछौँ रे सानो? भ्लग बनाइरहेको छौँ। हामी स्कुल जाँदैछौँ अहिले। स्कुल यहाँ डेन्जर मान्छेहरू छन् यता हुँदी। हामी स्कुल जाँदैछौँ। अनि के भन्ने? एक दुईवटा शब्द भन। मेरो नाम हो रिया खड्का। मेरो दिदीको नाम हो रिया खड्का। हामीहरू स्कुल गइरहेछौँ। अनि अरू त दिदी भन्नु। अरू त केही नै, हामी अहिले स्कुल जाँदैछौँ। गाउँको भ्लग पनि आउँछ। अब हामी भोलि भरे गाउँ जाँदैछौँ। अनि गाउँबाट खतरा भिडियोहरू हाल्ने प्रयास गर्नेछु म। लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला। केही भन्न चाहन्छु। हामी स्कुल हिँडेको होइन त? के हो कुरो? के हो कुरो? सानो भन एकचोटि। स्कुल गइरहेछौँ। अनि दाइले सब भ्लग देखाउनुहुन्छ। स्कुल पुग्न आँटिसक्यो नि। हामी स्कुल पुग्न लागिसक्यौँ। अनि स्कुलमा कति पढ्ने हो त अब? के अनि बिदा माग्नु पर्यो नि त घर जान। के भनेको छ? बिदा लेखा 1 महिना। एक महिना एक हप्ता। मेरो छोरीले 1 हप्तासम्मको बिदा लिइसकेको छ अब घर जानलाई। हामी चाहिँ अब भरे होइन भोलिदेखि होला। भोलिदेखि हो। भरेदेखि गाडी चढेदेखि नै 2-4वटा भिडियो चाहिँ आउँछन् अरे हाम्रो। मेरो सानो छोरीले चाहिँ बनाउने रे होइन? के हो कुरो? हो मेरो सानो छोरीले बनाउने रे। यता ठुलो छोरी फेरि मक्ख घर जान भनेपछि एकदम एक्साइटेड मेरो छोरी एक्साइटेड भइरहेको छ घर जानलाई। अनि हामी घर चाहिँ गाउँका बाख्रा पाठादेखि लिएर के देखाउँछौँ? पाठादेखि लिएर बोकोसम्म देखाउँछौँ। बोकोसम्म हामी बोको काट्न जान लागेको खासमा चाहिँ बोको देखाउँछौँ होइन? अनि हामी बोको काट्न लागेको बोको देखाउँछौँ। केही भन त सानो यहाँ। अब केही भन्दिनै चाहन्छु छैन। स्कुल पुग्न आँटिसक्यो त के भन्ने? स्कुल पुग्न आँटिसक्यो त के भन्ने भनेको हो र? स्कुल पुग्न लागेपछि केही पनि नभन्ने? किन? स्कुलमा के हुन्छ? स्कुलमा बिहे हुन्छ। स्कुलमा पढाइ हुन्छ भन न। पढाइ हुन्छ। स्कुलभित्र गएर बनाऊ ल। क्लासमा गएर हुन्छ? मार्नु पो हुन्छ त। कसले हौ? म्यामले मार्नु हुँदैन त। के को मार्नुहुन्छ? हेलो गाइज के छ हालखबर भन्दै जाउँ न। जानु त्यहाँबाट जानु मलाई त नभन्नु। हो र? मलाई ठ्याक्काउनु भयो भने दिदीको क्लासमा त दिदीको क्लासमा म्याम पनि हुँदैन। मेरो क्लासमा म्याम हुन्छ। के तिमीलाई म्यामले थर्काउनुहुन्छ? ओहो त्यसो भए त स्कुलभित्र त जानै मिलेन नि है? त्यहाँ दिदीको स्कुलभित्र चाहिँ जानु मिल्छ। म्याम पनि दिदीको स्कुलमा तिम्रो स्कुल एउटै हो त कसरी हुन्छ? त्यहाँदेखि म्यामले मलाई थर्काउनुहुन्छ क्या। हो र? यहाँलाई बोलाउँछस् भन्ने। हो र? ल त्यस्तो रे कुरो। टाटा बाई बाई।